गाइस मलाई चाहिँ नि पार्कमा खेल्न दिएन मलाई नेपाली भन्छ। हाई गाइस वेलकम ब्याक टु माई च्यानल इट्स मी कृष्ण सुनार। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। तपाईँहरूले थम्बनेल प्लस टाइटल देखेर थाहा पाइसक्नु भएको छ होला म चाहिँ अहिले कहाँ छु भनेर। के गर्नु त नि अब यस्तै छ जिन्दगी, कहिले कहाँ छोरा मान्छेको जिन्दगी भनेको त्यस्तै हो होइन। त्यही हो अब युट्युबमा नदेखेको धेरै भएको थियो नि त, त्यो भएर आज यसो देख्यौँ उस गरौँ भनेर चाहिँ नि यसो भिडियो बनाइदिएको होइन। अब सबैले माया र सपोर्ट गरिदिनु होला। धेरै दिनपछि भ्लग आयो, अब सायद अलि उस भइरहेको छ कि अब युट्युबतिर पनि धेरै भयो नहालेको, त्यही भएर फेरि पनि युट्युबतिर देख्यौँ भनेर चाहिँ म फेरि पनि आइसकेको छु। यसरी पहिला जसरी नै तपाईँहरूले साथ र सपोर्ट माया दिनु होला र मैले पनि झप्पा झप दिनेछु नि त। अनि इन्डियाको होला अझ चाहिँ छु म इन्डियामा। अनि आज ड्युटी छैन क्या, आज छुट्टी हो। छुट्टी ल्याइदिएको, कति काम मात्र गर्ने, यसो शरीरलाई पनि रेस्ट चाहियो नि त, त्यही भएर चाहिँ छुट्टी लिएको। अनि यसो आज चाहिँ नि मार्केटतिर जाऊँ हजुरहरूलाई देखाऊँ भनेर चाहिँ नि अनि फेरि पनि उपस्थित भइसक्यो त। अनि अब त टक्क लाएर इन्डियाको टक्क भ्लग हेर्ने हो। कहिले कसो अब हिन्दीमा पनि ल्याइदिन्छु मैले भ्लग, बोल्न त आउँदैन, त्यही नि अब हानिदिन्छु होइन। अनि सन्चै हुनुहुन्छ लागेर होइन। अब फोन गरेर अब कतिजनाले हुनुहुन्छ फोन गरेर भन्न नसके पनि अब भिडियोतर्फबाट सन्चै हुनुहुन्छ होला, राम्रोसँग बस्नु। अब देश परदेश अब कता कता हुनुहुन्छ, म जस्तै अब बाहिरी देश घरदेखि टाढा, मम्मी बाबादेखि टाढा हुनुहुन्छ। राम्रोसँग बस्नु होला, आफ्नो शरीरको ख्याल राख्नु होला। काम मात्र नभन्नु। अब छुट्टी मिल्छ भने अब 2-4 पैसाको माया छोडेर शरीरलाई पनि रेस्ट दिनु होला होइन। त्यही भन्न चाहन्छु म जस्तो। अब त्यस्तो छुट्टी लिएर आज कति काम मात्र गर्ने भनेर त्यही हो। अब यस्तो मार्केटतिर जानु पऱ्यो, आज भ्लग गराउनु पऱ्यो भनेर यसो बनाइदिएको होइन। त्यही हो, म एकछिनपछि रेडी हुन्छु, त्यसपछि भेट्नुलाई त। खानु भयो नि, खानु नै भयो होला। मैले त अघि भर्खर खाएको, कति बजी 3-4 बजीतिर खाएको। तपाईँहरू त बिहानै खानुभएको होला 8-9 बजीतिर। ल त्यही हो, अब मार्केटतिर जाने बेलामा भेटौँ ल। बोल्न त आएन, त्यही नै हो, माया गरिदिनु त्यसो चाहिँ अझै मीठो बोल्छु त। सो गाइस हम निकल चुके हैं इधर से रेडी होके और पहले हम उधर पार्क में जाएंगे, पार्क में देखेंगे क्या है क्या नहीं है। अनि त्यसपछि हामी चाहिँ नि मार्केटतिर जान्छौँ होइन। यही हो इन्डिया, देख्न सक्नुहुन्छ होइन। त्यही हो, यस्तै छ भिडभाड। सिधै हामी उता जाने हो। अनि त्यसपछि मोज गरेर आउनु पर्ने हुन्छ। लास्टै भिड हुन्छ कि यहाँ त होइन। साउन्ड पनि सुनाइदिएको कि देखेन, म अस्ति जे बोल्दै पनि भयो त। अनि यहाँ त बुझ्दैन कसैले पनि नेपाली होइन। त्यसो सिधै यतादेखि अगाडि जाने हो। जाम परिदियो, बिचमै गाडी राखिदिएको। अब के भन्नु, त्यसपछि जान्छौँ हामी सिधै गयो उता मार्केटतिर। सुरेंद्र चौहान चौक इधर ही है, इधर ही। क्या बोलूँ मैं एक बार गया था पार्क में, उसके बाद नहीं गया हूँ ना, रास्ता मालूम नहीं, लेकिन फिर भी जाते हैं हम। और तो यस्तो त है, मलाई यस्तो जोस त नेपालमा हुँदाखेरि पनि आएको थिएन यार। तर यहाँ त बब्बाल हानिदिन्छु त, देख्न सक्नुहुन्छ गाडीमा। नेपालमा जस्तै रहेछ कि यो गोरुहरू, त्यो बाटोमा यस्तो बाटोमा बस्दिने, यहाँ पनि देख्न सक्नुहुन्छ। त्यही हो, अब हल्का बिल्ला लाग्नु लाग्यो मलाई चाहिँ नि। यस्तै छ टक्क दापोली 28 किलोमिटर, पुणे 121 किलोमिटर। त्यही हो, अब म चाहिँ उता त्यो के भन्छ उठाइदिनु पर्छ क्या, यो उठाइदिउँ। म्याङ्गो पाउँछ यो सिजनमा, हाम्रोतिर त बल्ल पाक्दियो होला है। त्यही हो, म चाहिँ अब पार्कतिर गएर भेट्छु हजुरहरूलाई। गाइस मैं आ चुका हूँ पार्क में। इधर से रास्ता कैसे काटे मुझे मालूम नहीं है। अरे बाबा भागो देखेंगे अंदर।
यस्तो भिड हुँदो रहेछ त। अरे बाबा खतरा भिड हुँदो रहेछ त, लाज लाग्यो मलाई त। थेट हामीलाई त खेल्न दिँदैन होला नि त्यस्तो पार्कहरू। सिनेमेटिक हान्न पर्छ कि यार। त्यो गाइस मलाई त लाज लाग्यो यार। त्यो सब खतरा खतरा खेल्न दिँदैन होला। नेपालमा भयो त अब जे भने पनि खेल्दिनँ हुन्थ्यो होइन। नेपालमा भयो त जोसुकैले जेसुकै भन्नुहोस् बाल्लै फरक। तर यहाँ अरूको ठाउँमा आएर के उस गरिदिने भनेर त्यही हो। यसो यसो सिनेमेटिक लिन्छु, सिनेमेटिक लिएर जाउँ नि चलिदिनु पर्ला। के हो सब कपल्सहरू यताउता आएन। अब आफू देख्नु सक्नुहुन्छ पछाडि यस्तो छ। भिडियो बनाउनु दिन्छ कि त्यो थाहा छैन। अरे यताबाट राम्रो हुँदो रहेछ। त्यही अब म यहाँ यसो सिनेमेटिक हान्छु, त्यसपछि घरतिर फर्किनु। घरतिर होइन मार्केटतिर जान्छु। मार्केटतिर के हुन्छ कसो हुन्छ त्यो त देखाउँछु होइन। सो गाइस मलाई चाहिँ नि पार्कमा खेल्न दिएन। मलाई नेपाली भनेर चाहिँ नि मलाई पार्कमा खेल्न दिएन। के अन्त यस्तै हो होइन। अरूको देशमा आएर अर्को ठाउँमा आएर बोल्नु पनि भएन। के भन्ने अब जान्छु अब मार्केटतिर जान्छु, मार्केटतिर हेर्छु, त्यतै भिडियो बनाउँछु। यहाँ खेल्न दिएन भन्नुहुन्थ्यो के गर्ने त अब। ठुलो मान्छे पऱ्यो के खेल्ने अब। त्यो सबै त्यत्रो मान्छे छ अनि बिल्लै लाग्छ त। त्यस्तो होइन अब त्यही हो। मार्केटतिर जाऊँ होइन। मार्केट त अब यही हो। मार्केट त अब उतापट्टि छ क्या, सामानहरू पाउँछ उता त होइन। तर त्यहाँ जाऊँ। पैसा त छैन अब के गर्नु त। पैसा नभए पनि अब यसो मार्केट त हेर्न पाइयो होइन। जाऊँ अब त्यति गरेर आउनु त आयो। म कता आएँ मार्केटै आउँदैन त। नयाँ बाटो छिर्दिएको नयाँ बाटो जाऊँ भनेको बाटै पाएन त मैले त। उसै आउँदैन टक्क नेपालको बाटो जस्तो कस्तो है। त्यो गल्लीकै भित्र नेपालको बाटो जस्तै छ त। यहाँदेखि यता भित्र छ यता यत्रो बाटो हो त। म हराएँ क्या यार। कहाँ हो त त्यो बाटो हो क्या मार्केटको। जाम के अरे अब कता कता पुगिन्छ होइन। त्यो जाम भयो नि क्या यो पनि। मराठीमा देख्यो, मराठीमा केही पनि आउँदैन। अब जाऊँ होइन उतै मार्केटतिर गएर भेट्नु पर्ला नि त होइन। गाइस दापोली का मार्केट यही है होइन। दापोली का मार्केट यही है। हिन्दीमा हान्नु क्या। अगाडि अगाडि पनि छ टन्नै उहाँसम्म हो। लेडिज पसल हो क्या हो। लास्टै भिड हुने कि यहाँ चाहिँ नि। एकतिर हान्यो भने एकतिर उडाइदियो भने भ्याइयो। त्यस्तो गल्ती कसैको हुँदैन क्या। तैँले मोबाइल ठडाएर हिँड्दिस् भनिदियो भने भ्याइयो। त्यो मार्केटहरू यही हो। किन्न त केही पनि छैन, पैसै छैन। त्यत्तिकै हेर्न आएको मार्केट होइन। क्या है चिल्लर पनि चल्छ क्या। तर मसँग त्यही चिल्लर पनि छैन भन्न त हुन्थेन। अब छन् त छ कालो आयो। वाह ऊपर का नज़ारा बहुत अच्छा है क्या। गाडीहरू भान्जाहरू हेर त। गाडीहरू कति धेरै आउँदाखेरि लिएर आइदिन्छ है। बाबा यो अङ्कलको त्यो टुप्पी त कस्तो हो क्या। घुमाउरो चस्मा देखियो। चस्मा अरे बाबा यस्तो भित्र चाहिँ यस्तो गाडी हाल्दै क्या ये रोड है क्या तेरी बाप की। यस्तो भित्र धरि यस्तो गाडी
यस्तो गाडी हाल्दै यार यत्रो सानो बाटोमा धरि कस्तो खाले ड्राइभर हो उता त्यत्रो बाटो हुँदाखेरि पनि यही हो मार्केट चाहिँ नि देख्नुभयो होला हजुरहरूले पनि त्यही हो अब यिनीहरूलाई के छैन केलाहरू छ केला टी सर्ट किन्न थियो यार मेरो एउटा त्यो गाइज अब दापोलीको मार्केट त्यही हो अब के कस्तो हुन्छ मैले देखाइदिन्छु होइन यसरी त्यो यही अङ्कलकोमा मैले यहाँ हो कि मैले पर्स लिएको पर्स तर घरै छ यस्तोमा लिएर हुन्न यस्तोमा लिएर हिँड्ने हो नि कतै क्वाट निकालेर हिँडिदिन्छ त्यहाँदेखि पैसा जति गाह्रो हुन्छ एक मिनट चलिए यही है किन्ने के लिए कुछ नहीं है चूड़े वगैरह है चलिए अब फिर घर चलते हैं म चाहिँ नि मार्केट पार्कतिर गएर आएँ होइन अनि त्यही खात्रङ खानेकुरा लिएँ मार्केटबाट चाहिँ नि अनि त्यही नै हो भलक के कस्तो लाग्यो यस्तो मिठो छोटो कमेन्ट बक्समा आफ्नो प्रस्ताव राखिदिनु होला अनि रात पनि परेको आजको भलक यतितिर व्यवस्था गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब हिट द बेल आइकन यति भन्दै बिदा दिन चाहन्छु जय नेपाल।